जाहेर गरिदिनु हुन र 2 दिनसम्म भएको कार्यक्रमबाट कर्णालीका छोरीहरूको सुझावका आधारमा 10 बुधे कर्णाली घोषणापत्र वाचन गरिदिनु हुन म जाजरकोटको बहिनी समीरा गौतमजीलाई स्टेजमा आमन्त्रण गर्दछु। कर्णाली छोरी सम्मेलन दोस्रो संस्करण 2083 में उपस्थित हुनुहुने महानुभाव सम्पूर्णमा म समीरा गौतमको तर्फबाट न्यानो नमस्कार। हामीले कर्णाली छोरी सम्मेलन 2083 दोस्रो संस्करणको घोषणा पत्र तयार पारेका छौं। म हाम्रो घोषणा पत्रलाई सरस्वती वाचन गरेर सुनाउँछु, हजुरहरूले सुनिदिनु होला। कर्णाली छोरी सम्मेलन 2083 दोस्रो संस्करण घोषणा पत्र सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको सहकार्य एवं समन्वयमा श्री ज्योति फाउन्डेसनको आयोजनामा कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा यही जेठ 16 र 17 गते कर्णाली छोरी सम्मेलन 2083 दोस्रो संस्करण सम्पन्न भयो। 2 दिनसम्म भएको कार्यक्रमबाट कर्णालीका छोरीहरूका सुझावका आधारमा 10 बुधे कर्णाली घोषणा पत्र सार्वजनिक गरिएको छ। बुधा नम्बर 1, अझै पनि कर्णालीमा बाल विवाह, लैंगिक विभेद, कुप्रथा लगायतका विभेदहरू कर्णालीका छोरीहरूले उज्जवल भविष्य निर्माणका लागि बाधक बनेका छन्। बाल विवाह अन्त्यका लागि प्रदेश स्थानीय तह रणनीति एवं कार्यान्वयन निर्माण गरी कार्यान्वयन गर्न माग गर्दछ। बुधा नम्बर 2, महिनावारीसँग सम्बन्धित विभेदकारी र हानिकारक अभ्यासहरू समूल नष्ट गर्दै महिनावारीलाई मर्यादित र सुरक्षित बनाउन संघ, प्रदेश, स्थानीय तह कानुनको पूर्ण कार्यान्वयन गर्न सरकारवाला निकायसँग माग गर्दछ। बुधा नम्बर 3, विद्यालय तथा सामुदायिक संस्थामा महिनावारी आराम कक्षको व्यवस्थापन गरी महिनावारी स्वच्छता सेवा तथा आवश्यक सामग्रीको व्यवस्थापन गर्न माग गर्दछ। बुधा नम्बर 4, छोरीहरूको उच्च शिक्षा अध्ययनका लागि कर्णाली प्रदेश सरकार 79वटै स्थानीय तहलाई छोरी विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न र सञ्चालनमा रहेका कार्यक्रमलाई व्यवस्थित तथा उपलब्धिमूलक बनाउन पनि माग गर्दछ। बुधा नम्बर 5, सामुदायिक र संस्थागत विद्यालयहरूमा गुणस्तरीय एवं समावेशी भौतिक संरचना निर्माण गर्न तीनै तहका सरकारसँग माग गर्दछ। बुधा नम्बर 6, प्राविधिकको दुरुपयोगबाट हुने हिंसा दुर्व्यवहारको अन्त्यका लागि प्रभावकारी कानुनी शैक्षिक र संरचनागत सुधारको माग गर्दछ। बुधा नम्बर 7, विद्यालय एवं समुदाय स्तरमा किशोर किशोरी मैत्री यौन तथा प्रजनन स्वास्थ्य शिक्षा, आवश्यक सूचक केन्द्र तथा सेवाहरू र जीवन उपयोगी सिप एवं रूपान्तरणकारी शिक्षा प्रवर्धन गर्न माग गर्दछ। बुधा नम्बर 8, 2080 साल कार्तिक महिना 17 गते जाजरकोटको रामीडाँडामा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट भत्किएका विद्यालय पुनर्निर्माणका लागि तत्काल पहल गर्न र पठन पाठनको प्रभावकारी प्रबन्ध गर्न माग गर्दछ। बुधा नम्बर 9, छोरीहरूलाई खेलकुद तथा अतिरिक्त क्रियाकलापमा सहभागी गराउने वातावरण निर्माणका लागि सबै स्थानीय तह एवं समुदाय स्तरमा प्रबन्धनात्मक क्रियाकलाप सञ्चालन गर्न माग गर्दछ। र बुधा नम्बर 10 रहेको छ, मिति 2082 वैशाख 27, 28 र 29 गते सम्पन्न
कर्णाली छोरी सम्मेलन पहिलो संस्करणबाट जारी गरिएका घोषणापत्रका बुँदाहरू कार्यान्वयन गर्न सरकारवालाको पूर्ण ध्यान आकर्षण गराउँदछु। धन्यवाद। हाम्रो घोषणापत्र मैले सुनाइसकेकी छु। धन्यवाद बहिनी समीरा गौतम, उहाँले घोषणापत्र वाचन गरेर गइसक्नु भएको छ। अब भने हामीलाई हरदम साथ दिनुहुने यो कार्यक्रम सफल बनाउनमा उहाँको पनि ठूलो भूमिका रहेको छ। समापन कार्यक्रमका प्रमुख अतिथि